밀리요. 뜯어먹어요. 뜯어먹는 게 भिडियोमा हालिदिन्छु बाह्र गाई हेर्न सक्नुहुन्छ मेरो पसिना यतिसम्म पनि भयो है अझै पनि भएन खाँदाखेरि भेट्नु ल अझै भन्दैछ पहिलोचोटि खाँदै एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो है आज चाहिँ हामीले अनि ढिँडो खाँदैछौँ है गाइज अनि हामीले चाहिँ कोदोको पिठो किनेर ल्याएर है ढिँडो मासु अनि टक्क घिउ खाने भनेर हामीले चाहिँ अब बनाउने स्टार्ट गर्दैछौँ हामीले चाहिँ ल्याइसक्यो मैले ल्याएर चाहिँ भिडियो नबनाउने भन्थ्यौँ खासमा अनि फेरि अनि भनौँ न अब भिडियो बनाएर टक्क राखौँ न फर्स्टरी है गाइज हामीले ढिँडो खान लाग्यो अनि हुन्छ टक्क लगाएर पछि है फर्स्टरी खाएको यस्तो थियो भनेर तपाईँलाई पनि देखाउँ भनेर हामी चाहिँ ढिँडो बनाउँदैछौँ म चाहिँ अब बनाउन लगाएको रेसिपी देखाउँछु ल ए गाइज यो चाहिँ हाम्रो ढिँडो हामीले चाहिँ फर्स्टदेखि स्टार्ट गर्ने भनेको भएन क्या त्यो गर्दा गर्दै भयो अनि यता चाहिँ हाम्रो कर्णाले बनाउँदै त अन्त कर्णाले बनाउँदै हुनुहुन्छ ढिँडो अनि त्यसपछि यता चाहिँ हाम्रो यो मासु पाक्दैछ क्या अनि त्यसपछि मैले चाहिँ मासु पकाउँदैछु एउटा हातले हुन्न कि गाइज हामी चाहिँ अब धेरै नै ल्याउनु है मासु एकताल भइपुग्छ बिहानको मासु चाहिँ यहाँ चाहिँ फेरि मासु नै मासु त गएर चाहिँ हामी बिहानदेखि खासमा हाम्रो चाहिँ प्लान बिहान नै ढिँडो खाने भन्नु थियो बिहान केही गर्दा गर्दा भएन नि त अनि डल्ला परेको कुकरमा हाम्रो घोट्नु सहिलो हुन्छ भने घोट्नु कि रेड न के भन्छन् बनाउनु सहिलो हुन्छ भनेर है अनि गाइज हामी चाहिँ कहिले नै देखाएको छैनौँ कहिले नै देखाएको छैनौँ ढिँडो कसरी खान्थेनौँ हाम्रोतिर ढिँडो खान्न नि त अब हामी चाहिँ युट्युबमा हेरी गरेको कति घन्टा नै लाग्छ भन्थ्यो अनि बनाउन त्यहाँदेखि मैले चाहिँ माथिबाट त्यसरी हाल्थेँ है अब जाने कि अनि फेरि सेल आएपछि चाहिँ बाक्लो हुन्छ अरे के अब यति हालिपुग्छ होला यस्तो चाहिँ हामी बनाउँदैछौँ ल अब चाहिँ हामी हल्का बनाउँदैछौँ नि त अब सिधै बनाइसकेपछि कस्तो हुन्छ अनि हामी ल्याउँछौँ ल अहिलेलाई बाई गाइस हाम्रो मासु चाहिँ पाकिसक्यो हेर्नु अझ ढिँडो चाहिँ अझै पाक्दैछ पाकेको छैन होइन मासु चाहिँ पाक्यो यो मासु मजाले पाकेको छ अनि यता अनलाइन क्लास पढ्दैन कम त गाह्रो गरेको हाम्रो चाहिँ गेम छ अब लिएर किन्दा पनि गर्यो यता चाहिँ हाम्रो अझै बन्दैछ यहाँनिर आउँदैछ भिडियो पकाउँदैछ समय गराउनु पर्छ अब मैले समय दिन्छु यताबाट गर्छु जानु न कस्तो हेर ल तपाईँ गर्नु म गरिदिन्छु ला नि के गरेँ मैले भिडियो कट भयो छ्या ढिँडो त हुँदैन साथीहरू अहिलेसम्म भिडियो बनेको रहेनछ ढिँडो पकाउँदा या पसिना चुहाएर यस्तो भइसक्यो हामी जान्यौँ कि ढिँडोको हामीतिर ढिँडो छिडो भन्ने के थाहा हुने खाँदैन क्या हाम्रो ढिँडो त हामी गाउँकै हो नि त जे पनि खान्छ जे पनि खान्छ आफै बनाएर ढिँडो खाँदा पकाइसक्यो अब घिउ टक्क जानेर मासुसँग ढिँडो लुवाम पारिन्छ गाइज हेर्न सक्नुहुन्छ मेरो पसिना यतिसम्म पनि भयो है अझै पनि उ भएन पाक्दै है यता पाकिसक्यो भनौँ यस्तो भयो मैले नि घोटेँ है अब चाहिँ रेडी हुन्छ हल्का चाहिँ गिलो गिलो भयो कि गाइज काम चाहिँ कहिले पकाउनु आएको त गएको पहिलोचोटि पकाउन लाग्यो तर मस्त निकाल्छ खानियो चम्म खानियो अनि केही छैन गाइज अब चाहिँ हामी सिधै खाँदाखेरि भेट्नेछौँ ल खाँदाखेरि भेटौँ ल सँगै बसेर खानुपर्छ टक्क खाना खाने टाइम नै भयो निभाइदियो है गाइज फाइनल्ली हाम्रो चाहिँ यो रेडी भयो होइन अनि त्यो चाहिँ यहाँ चाहिँ मासु छ यो चाहिँ कोक्यो यो चाहिँ मासु छ अन्त गाइज हामी घिउ हाल्ने 70 स्टिल लाग्यो घिउ हाल्ने भएन अनि यहाँ चाहिँ हाम्रो मही छ तातै छ अलिअलि घिउ छ यहाँ ल गाइज पहिलोचोटि खाँदैछौँ खायौँ ल अब खायौँ ल सक्छ गाइज आउँदैन त यता चाहिँ ग्रेभी चाहिँ यहाँ जान्छ मासु खाए ल कसरी चपाउँदैन
टेस्ट पनि थाहा भएन मिठो छ एकदम हिउँदो के मजा गल्लाले चाहिँ पिठो बाहिरमा कलेज जस्तो एकदम हुन्छ है हिउँदोमा राम्रो स्कर्म चाहिँ गर्दा मै पनि पुग्छ त्यो त म खान्छु क्यारी क्यारी आएको गाह्रो छ हामी चाहिँ खाइन्छ पिठे खाइदिएर राम्रो छ हामीले तर गाइस हाम्रो ढिँडोको एकदमै रमाइलो लाग्छ बिहानदेखि गाइस हाम्रो ढिँडो खाने भनेको तर के गर्नु अर्को देखेन के त्यो होला त यो कड्डु पनि ठुलो भयो क्या अहिले गर्दा हामी खाना नै थोरै भएछ क्या अब खाने अब खानु अर्को खानु भन्नु पऱ्यो तर के हुँदैछ भाइ ढिँडो कोदोको पिठो चाहिँ ढिँडो खानुलाई मासु खानुपर्छ मासु खानु पाइन्छ अब हामीहरू त सिन्कीसँग खान्छ सिन्की त पुरै त्यो राष्ट्रिय उसँग नेपाली खाना यस्तो हल्का घिउसेन टायर अर्कै भएको मलाई त त्यस्तो पिठो त भयो है होइन के हालेर चाहिँ बनाउनु हिउँदो मासुको सेन्ट गऱ्यो क्या हाम्रो इक्जाम आएर हामीलाई खाना मात्र पिट्छ फास्ट हुन्छ नि त हामी बिहान साँझ मासु मात्र खाइन्छ आज हामीले 1 बजे खाएको मासु घिउ हाल्यो क्या घिउ हालेको त हल्का चिन्ता आयो घिउको खै कस्तो ठुलो ठुलो मिसोले छ दिदी राम्रोसँग घिउ अस्ति नै दिदी घिउ बनाउँदा नि सेन्ट नलाग्ने तर गाइस यो चाहिँ सुक्ने रहेछ मजाले डल्लासँग परेन कि अझै राम्रोसँग हामीले पकाउन जानेनौँ त्यस्तै देखाउनु सँगै बनाएर लगाल्ने हो गाइस हेलो अहिले मजा आउँथ्यो खुट्टा हामी बिहान खान्थ्यौँ खुट्टा सम्म बसेर हामीले पनि खायौँ कति थोरै खाएन भन्नु होला हाम्रो अलिकति खाने पेटहरू हुन्छ अघिन्छ अगाउँछ कोक पाइएन क्या त्यो मैले लिएर आएँ ठुलोवाला थियो नि त ठुलोवाला 2 तलाको लागि हामीलाई धेरै हुने भयो के गर्नु भन्दा अनि धेरै गाह्रो छ क्या टेबल खर्का टेबल ढल्छ नि त राम्रोसँग त्यस्तो मान्नुपर्छ क्या त्यो मासु बच्यो यो चाहिँ हामीलाई अब भोलि बिहान जान्छ खाना खान्छ अब मासु त धेरै खान सकिँदो रहेछ के पिठो त भयो अरूले बनाउँदा कति राम्रो देखिन्छ त हो यस्तै देखिन्छ हो तिनीहरूले खाना मात्रै राम्रो देखिन्छ बाइकिङ जाने हुन्छ हामीबाट बनाउँछौँ त्यो बेला होला हाम्रोतिर यस्तो खाना ढिँडो कोदो त पाइन्छ कि त्यो कोदोको ढिँडो खान्न कि रोटी खान्छ रोटी अनि त्यो अरूको तेलमा बनाउँछ नि त्यो यस्तो पुवा बनाएर खान्छ अनि बदम कोदोको रोटीमा टिमुर हालेर बनाएर खान्छन् त्यस्तै खान्न क्या फर्स्टचोटि
जन्मेदेखि 12 क्लासमा पढ्दा अब यसो खाइन्छ तर बनाउनु लास्ट गाह्रो तर अझै पनि हाम्रो पर्फेक्ट नआएन होला भोलि पकाएर लागेर गाई ढिलो पखाला लगाएर ट्युसन जानु नमिल्ने भएको अरे काँचो छ तातो चाहिँ थाहा छैन पेटमा गएर पकाउँछ अब सबै सानो कस्तो बस्नु नै अप्ठ्यारो भयो टेबल पनि समाएर बस्नु पर्छ बसेको त्यही र अझै च्याप गर्छ बा भन्नुपर्नुलाई मै पुगिन्छ क्या गाह्रो भयो बस्न अलि अगाडि आउनु न चर्चा नसा क्वालिटी बसेर बस्नु न यस्तै माथिबाट फोटो खिच्नु पर्ने है फोटो कल गरेर त्यसलाई देखाउन हुन्थ्यो देखायौँ सुतालाई देखायौँ तर त्यो रिसाएँ हामी त्यहाँ दिउँसै अब बिहान आऊ भनेको आऊ ढुँडा खाउँला भनेको ए देखाउँछु ओ लाइट जान्छ कालो भयो भने केही हुन्न म बेसी कालो चाहिँ देखिन्छ म देखिन्न हो अब त्यस्तो गर्दा मात्रै देखिनुपर्छ ओके लाग्यो यता धेरै नखानु सक्ने रहेछ गाई हिँडो के हिँडो हिँडो मम्मीलाई हो कसलाई फोन गर्यो ए गाई चाहिँ आएर मम्मीलाई फोन गर्नु कस्तो बिर्सेको किन इन गरिदिनु अब यति गरेर बच्चा बोक्नु ल गाइस त्यही हो हामीले चाहिँ ढिँडो खायौँ अब चाहिँ अब धेरै नखान सकिला जस्तो लागेन अनि हामी चाहिँ हल्का तपाईँलाई देखाउँ भन्ने मात्र ल त्यही गाइस अब चाहिँ भिडियो हेरिदिनु होला सायद तपाईँहरूले अनि यस्तो चाहिँ देखाउँछु म ल यस्तो मेरो चाहिँ यो राम्रोसँग देखिआएन नि त पछि देखाउँछु म ढिँडो मासु ल गाइस हाम्रो ढिँडो चाहिँ यही थियो है यस्तो भइरहेको छ अनि यता चाहिँ यो मासु छ यहाँ यस्तरी अनि त्यो चाहिँ टेबल चाहिँ त्यो ओ नगर्नु न टेबल यस्तरी गाइस चाहिँ यो ढिँडो चाहिँ यस्तो मजाको छ अनि पानी पर्छ के गर्नु भयो ल हुन्छ निस्सेलो हुन्छ सो गाइस हामीले चाहिँ ढिँडो छिटो खायौँ होइन ढिँडो छिटो खाएर चाहिँ खासै त्यस्तो मिठो लाग्यो त्यस्तो मिठो पनि लागेन मिठै लाग्यो तर अनि अब चाहिँ हामीले खायो एकदमै मजा थियो अनि अब चाहिँ म भिडियो गाइस मान्छेको दिमाग मेन्टल भएको छ गाइस मान्छेको दिमाग मेन्टल भएको छ अनि गाइस अब चाहिँ हाम्रो 12 को बोर्ड आउन धेरै दिन पनि छैन जस्ट 13 दिन मात्रै बाँकी छ र त्यही भएर राम्रोसँग पढ्नु होला अब म पनि पढ्दैछु बाई गाइस अर्को भिडियोमा भेटौँला इक्जाम पछि बाई